एयरपोर्टमा बसेर नेपाली सोझा साझा जनताको पसिनाको पैसा झ्वाम पारिदिने यो जुन भिजिट भिजा प्रकरण छ, यसमा नो बट इफ केही नलगाइकन छानबिन हुनुपर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिजाको नाममा निर्दोष नेपाली युवाहरूलाई लुटेर करोडौँको अवैध असुलीको र्याकेट चलिरहेको छ र यसमा दोषी देखिएका कर्मचारी होस्, अध्यागमनका हाकिम होस् वा राजनीतिक नेताहरू नै किन नहोस्, सबैजनालाई कानुनी कठघरामा ल्याउनुपर्छ। यो कुनै सामान्य भ्रष्टाचारको घटना मात्र होइन, यो त रोजगारीको रूपमा विदेश जान खोजेका सामान्य युवाहरूमाथि गरिएको लुट र सङ्गठित मानव तस्करीसँग जोडिएको विषय हो। र यति बेला नेपालको संसदमा प्रमुख प्रतिपक्षीय दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको छ। उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने पनि आवाज उठेको छ। यो त म्यान पावरदेखि एयरलाइनसम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, अनुसन्धान हुनुपर्छ, राजीनामा आउनुपर्छ। तर हामी राजीनामा मात्रै माग्दै छैनौँ, सङ्गठित ढङ्गले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ। सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसँग जोडिएर हेर्ने गरी छानबिन गर्न एक उच्च स्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन। भिजिट भिजामा विदेश जान लागेका सोझा साझा नेपालीसँग दैनिक लाखौँ रुपियाँ उठाउने गरेको रिपोर्टहरू प्राप्त भएको छ। अख्तियारले छानबिन गरिरहेको छ, जसमा यसरी पैसा तिर्नेमा महिलाहरूको सङ्ख्या एकदमै नै धेरै छ। किनकि सरकारले केही वर्षदेखि खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारमा जानका लागि प्रतिबन्ध लगाएको छ। एकातिर लौरी लगाएको जस्तो, प्रतिबन्ध लगाएको जस्तो, तर घुमाएर पैसा खाएर तिनै महिलाहरूलाई विदेश भिजिट भिजामा पठाइदिने गरेको पनि भेटिएको छ अध्यागमनका कर्मचारीहरूले सेटिङमा। हो, यसरी गर्दाखेरि उनीहरू श्रम स्वीकृति लिएर गएको भए अलिकति सुरक्षा हुन्थ्यो, तर उनीहरूलाई रोक्ने नाममा झनै जोखिमपूर्ण तरिकाले जान बाध्य पारिएको छ। खाडी मुलुकमा नेपाली महिलाहरूको घरेलु कामदारमा निकै माग पनि छ। अब त्यसलाई कुनै एकाध घटनाले गर्दाखेरि यसलाई सबै महिलाहरूलाई रोक्नु भन्दा पनि उनीहरूलाई व्यवस्थित गर्ने, त्यहाँ श्रम सहचारीहरू बढाउने हो कि राजदूतावासलाई अलि सक्रिय बनाउने हो कि उनीहरूलाई श्रम स्वीकृति लिएर नै इन्सुरेन्सहरू, कल्याणकारी कोषहरू राखेरै पठाउन सकियो भने जुन घरमा काम गर्न जाने हो त्यो घरको साउजीलाई पनि उत्तरदायी बनाउन सकियो भने महिलाहरू पनि त्यहाँ गएर काम गर्न सक्नेछन् अनि राम्रोसँग पैसा पनि कमाउन सक्नेछ। त्यसैले अहिले यो जुन भिजिट भिजाको इस्यु उठिरहेको छ, यसको छानबिन मात्रै होइन, जुन जुन कारणले समस्या आएको छ त्यसको चुरो पत्ता लगाएर समाधानतिर पनि लाग्नुपर्छ। होइन भने भिजिट भिजाको यो सेटिङ सधैँ पैसा कमाउने मेलो मात्रै हुनेछ, धमिलो पानीमा माछा मार्ने परपञ्च मात्रै हुनेछ। Namaste, I'm Paras Khadka, former cricket captain and currently secretary at Cricket Association of Nepal. I am very grateful and glad that now I am part of this Tech Skills and hopefully together we can help you build your career. माननीय श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। माननीय श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्।